कहाँ बनाएको तिम्रो अनि कहाँ बनाएको भने ए मैले जे भने त्यही भने हो ल ताली बजाउनु सजिलो है त यो रबर यहाँ राख भाइ मसँग एउटा यहाँनिर एउटा झोलामा एउटा भाइ मसँग हड्डी कहाँको हड्डी उयो हड्डी समात भाइ यो हड्डी भाइ म जादु सुरु गरिदिन्छु हेर्ने हो पक्का हो ल थोरै त्यो हड्डीले माटोमा रगडा चाँडो कोर्ने ल कोर्यौ र थोरै माटो टिपे यसरी हातमा राख के गरेको मेरो होइन भाइ आफ्नो राख न आफ्नो राख मसँग जादु छ भाइ अब सुरु गरिदिन्छु मसँग जादु है मसँग जादु मन्त्र 3 वटा छ नम्बर 1 मा पैसा बनाउने नम्बर 2 मा ओछ्यान मुत्ने नम्बर 3 मा केटी पट्याउने कुन मन्त्र सिक्ने ओछ्यान मुत्ने मन्त्र हो सानोमा सिके छैन पनि म ठुलोमा सिकाइदिन्छु के पैसा बनाउने सिक्ने साच्चै हो ल ताली बजाउनु पैसा बनाउने सिकाइदिन्छु ताली त अलि जोडले बजाउनु न हजुर है पैसा बनाउने भन त भाइ कति बनाइदिउ 5-6 लाख बनाइ 5-6 लाख भाइ 5-6 लाख बनाउन आएको भए यत्रो मान्छे अगाडिमा घाँटी सुकाएर कराउनु पर्थ्यो मोरा घरमै बनाइहाल्थे नि हेर्नको लागि थोरै बनाइदिन्छु भन हो जादुवाला दाइ बनाइदिनु थोरैबाट बढ्दै आउँछ हेर्ने हो र त्यो माटो हातमा छ र अन्तरु मन्तरु यसरी माटो राखेर यसरी तल भन रगड घस रगड घस भन न कहाँ लगड घस भने त रगड घस भन न काली काली महाकाली पैसा बनाऊ हाली तपाईँको बुढी मेरो साली यो मन्तरु है बन्द गर मैले जे भने त्यही भन है त कसको बुढी कसको साली भन कसको बुढी कसको साली भन भनेका तपाईँको बुढी मेरो साली भन मन्त्र पो चिक्लाउँछ हेर आयो पैसा कहाँ आउँछ आएन तिमीले के हालेर दलेको माटो कहिले पैसा आउँछ सबैले आउँछ भने आउँछ बस न भाइ आउँछ यहाँ मैले के हालेको पैसा हालेको छ यहाँ भित्र छैन नि ताली बजाउनुस् त आइसक्यो पैसा ताली अलि जोडले बजाउनुस् 1 2 हट 3 आयो ताली बनाउनुस् न है अलि जोडले है त आयो कसको मन्तरले दुईजनाले फुकेको मेरोमा त आएन कतिवटा आयो 2 रुपैयाँ आयो यो 2 रुपैयाँले भाइ घुम्न रमाइलो गर्न पुग्छ पाइलट छुट पनि आउँदैन है त्यसो यो एउटा आयो अब यसलाई 2टा बनाउँछु हेर्ने हो एउटैबाट 2टा ताली बजाउनुस् म 2टा बनाइदिन्छु है त ल भन्नुहोस् हो जादुवाला दाइ एउटाबाट 2टा बनाइदिनु यसमा झट्टै ताना त पैसा छ अर्को छैन ताना 2टा बन्छ के गरेको यो रबड हो तन्किँदा तन्किन्छ अनि के खान ताने त तिमीले भन्नु पर्दैन दाइ यो तन्किँदैन यो 2टा बन्दैन भने होइन हो म 2टा बनाइदिन्छु हेर्ने हो ल बस म 2टा बनाउँछु है पैसा कतिवटा यसरी हातमा राख्छु यसरी खोल्दा एउटा होइन 2टा आउँछ ल ताली बजाउनुस् म 2टा बनाइदिन्छु है त भाइ फुका यसमा फुक्ने होइन है यसले थुक्ने होइन अस्ति एउटा मान्छेले सुर्तेहार थुक्दिएको थियो कि है भन 1 2 3 ल अन्तरु मन्तरु गडबड नगर अन्तरु मसँग भाइ एउटा झोलामा मसँग भाइ झोलामा होइन म माटो यसरी निकाल्छु यसरी हाल्छु पैसा म 2टा बनाइदिन्छु है मसँग 2टा बनाइदेऊ हाल्यो कस्तो अड्केर छैन भाइ मैले माटो हालेको 2टा छ एउटै छ हेर न छैन भाइ छैन भाइ छ त भाइ हाले देख्या हो खा पायो खा हुने भाइ जादु हुन्थ्यो त हुँदैन थियो भाइ मन्तर नचिप्लाउ न कहाँ हाल्यो भन्यो त फेरि गर्ने ल बस्छ त्यसो भए अब हालेको देख्यो पनि हाल्यो न भन है हालेको देख्यो भने जादुवाला दाइले छिरायो भन्नु है हाले छिरायो ल फुकायो त्यसो भए 1 2 3 अन्तरु मन्तरु गडबड नगर अन्तरु लौ बिस्तारो यहाँ बनाउनु न झोलाबाट नहाल्ने यहाँ पनि नहाल्ने यहाँ पनि नहाल्ने झोलामा पनि हात नहाल्ने बाहिरबाट बनाइदिउँ मेरोमा बनाउनु ए भाइ बाटो रहेछ है उसको बनाए पनि विश्वास हुन्छ मेरो बनाए पनि चलाकी हुन्छ होइन तिम्रो हातमा बनाइदिउँ हातको बाउला माथि सार म तिम्रो हातमा दिन्छु चापै बन्द गर्नु हावा छिर्न नदिनु है है 2टा हात चापै बन्द समात के गरे हावा नछिरा भने हैन समात भने कहाँ मोर यो नङले तिम्रो चिथार दे रातै गराइदियो है कतिवटा पैसा यहाँनिर आऊ पैसा अब तिमीले खोल्दाखेरि यो 2टा होइन 4वटा आउँछ एउटाबाट 4वटा हेर्ने हो ल
मैले भनेपछि तिमीले के गर्नु यहाँ पैसा छ त दाजुभाइ बोल्नुहोस् त अरू पैसाहरू छ छैन नि है मैले भनेपछि तिमीले यो पोलमा घुमाएर यहाँनिर पैसा खोल्नु त्यो एउटाबाट 4वटा बन्छ ल 4वटा ल ताली बजाउनु म 4वटा बनाइदिन्छु है त दाजुभाइ तर टाढाबाट देखिँदैन अब मेरो जादु यहाँबाट भट्टाबाट सुरु भयो है ल चारैतिरबाट अलिअलि अगाडि एउटा घेरा लगाइदिन्छु त्यो घेरासम्म बढेर हेरिदिनुहोस् है त जादु बधाई आनन्दले हेर्नुपर्छ दाजुभाइ कला भनेको है अधुरो कहिले छोड्नु हुँदैन ल चारैतिरबाट अलिअलि अगाडि आइदिनु बहिनीहरू है आइदिनुहोस् डराउनु पर्दैन केही हुँदैन म कुनै बाघ भालु होइन खाँदैन थोरै अगाडि आइदिनुहोस् न है भाइ थोरै अगाडि आउ त आइदिनुहोस् न आइदिनुहोस् यो घेरासम्म बढिदिनुहोस् न है घेरा मारेर यताबाट थोरै अगाडि बढिदिनुहोस् न बहिनी है थोरै अगाडि आइदिनुहोस् न है नेपाली नबुझे हो कि कमीहरूलाई बहिनी सिक ल के भन्नु नेपाली त्यत्रो मायाले भन्दा नबुझ्ने है ल चापै भन्न फो छो आइज आइज हट आइसक्यो कहाँ आउँछ एउटा छ एउटै छ ए एउटै छ एउटै हो 2टा 4वटा आएन छैन छैन नि ल अब आउँछ 1 2 हट 3 हेर आयो कहाँ आउँछ छैन एउटै छ एउटै छ है त ल मैले भनेपछि यहाँनिर राख्ने तिमीले है हाइट गरेर आउँछ आउँछ नि भाइ जादुवाला हो जे पनि भन्छ है यो पहिला यहाँ बनाउनु पहिला बनाउने मैले भनेपछि त्यो पैसा राख्ने 4वटा भन्छ यहाँनिर है ल यहाँ माथि राख यहाँ 3 चोटि घुमाउला छिटो छिटो घुमाउ भन छोट छौ नि आइज आइज आइसक्यो छैन भने एउटा एउटै छ कताबाट घुमाएको तिमीले यताबाट उल्टोबाट घुमाएर अनि कहाँबाट आउँछ सुल्टोबाट घुमाउने यताबाट भन्नु नि छोट भन छोट 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 ल अब त्यहाँनिर त्यो पैसा राख त्यो एउटा पैसा राखेपछि 4वटा आउँछ त्यहाँ राखिदिइहाल ल राखिदिइहाल यही एउटा त्यो एउटा राख 4वटा आउँछ ल राख राख भाइ 4वटा आउँछ राख राख आयो पैसा खै राख न भाइ पैसा 4वटा आउँछ के एउटा पैसा छैन ताली बजाउनुहोस् त अलि मजाले ओ भाइ के छामेको भाइ छाम्ने पानी सक्यो 4वटा आएन त्यो एउटा राख 4वटा बन्छ के एउटा छैन अघि मैले तिम्रो हातमा एउटा पैसा दिएको थिएँ कि थियो कि थिएन थियो नि थियो होइन अनि मैले आयो भन्दाखेरि होइन एउटै छ भने होइन हो त्यही एउटा राख न अनि 4वटा बन्छ आएन ल मारे ल टिप्ने जमरा मसनवाले बिस्तारो भाइ कहाँ गयो थाहा छैन पैसा यता आऊ त यहाँनिर आऊ खेलवाले भाइ पैसा गयो पक्का हो तर भाइ पैसा कहाँ गयो थाहा छैन तिमीलाई नात्यौ यो पैसा जसरी गायब भयो नि म तिम्रो अहिले शरीरबाट निकाल्छु हेर्ने हो पक्का हो अहिले शरीरबाट तिम्रो शरीरबाट यो पैसा निक्लियो भने तिमी इमानदार कि बेइमान बेइमान हुन्छ है एकचोटि छाम त राम्ररी खोल्टीमा छाम ल छिटो छाम छ त छैन ल यहाँनिर बस बस छैन नि उयो बोल समाज त यो के हो यो बल टिटी बल हो है यो बच्चाहरूले पाएको भए खेल्थ्यो तर यहाँनिर म यसको एउटा जादु देखाउँछु हेर्ने हो ल ताली बजाउनुहोस् है यो पैसा आउँछ अहिले नाच्यो है आउँछ ऊ त्यहीँनिर निकाल्छु म अहिले यो बोलमा केही लुगाएको छ त भाइ अघि नै चेक गरे हो छैन कानमा हल्लाउ तल चाहिँ नहल्लाउनु है कानमै हल्लाउ है त ल केही छ ल उठ जुरुक्कै उठ्यो भाइ पक्का हो यो बोल तिमीले उडाउन आउँछ त आउँछ कसरी फालेर होइन जादुले आउँदैन है यो बोल म उडाउँछु तिनवटा औँलाले समात है तर बोल उडाउँछु म एउटा सानो रुमालको सहायताले त्यो रुमाल मसँग यहाँनिर छ यो रुमालको नाम के हो थाहा छ यो रुमालको नाम हो भाइ कुसुमे रुमाल है यो रुमाल मलाई कसले दिएको थाहा छ 2-3 महिना अगाडि बाछा पोखरी गङ्गामा खेल्दै आउँदाखेरि आफैले किनेको अनि कसले दिन्छ त है लैहाल्यो फुका यसमा कलर कस्तो छ चिनी राख ल है यो बोल मैले कहाँनिर राखेँ थाहा त भाइ छ कि छैन के गरेको निबुवा हो मिसाएको रस आउँछ मार्दा मजा आउँछ अनि के खान मार्यो यसरी छाम्न हुन्छ नि त मार्नै पर्छ ए बोल हो ल ठिकै छ भाइ हेर म बनाइदिन्छु घाँडेर टाउको 1 2 3 भन्छु तिमी टाउकोमा झापै समात्नु है टाउकोमा 1 2 3 नेपाली कुरा बुझ्दैन थियो यसको टाउको भनेको यसको यहाँ टाउको यो अहिले घाँटी भने मेरो घाँटी समात्दो रहेछ ल यहाँनिर समात कहाँ मेरो टाउको समात तपाईँ जानी त्यही समात भनेर भन्छु टाउको यहाँ समातले बनाइदिन्छु टाउको भनिरहेको छु अनि ल यसरी समात है ल भाइ उठ न कहाँ बसेको ससुरालीमा आएको के हो अनि कहाँ बस्न खोज्या त नि है ल भाइ तिमी यो घेरामा यता फर्केर उभियो है ल अगाडि गर हात यो बोल त्यही छ नि
यही छ बच्चा ल धेरै नपड्काऊ है धेरै नपड्काऊ अब भाइ हेर यसले साँप बनाएको छ छैन यही बोलको सहायताले म साँप बनाउँछु हेर्ने हो ल ताली बनाउँछु है नाच्दिन ल बनाउँछु है ताली जोडले बताउनुहोस् है त है एक भन्दाखेरि तिमी यसरी हात तल थाप्नु दुई भन्दा थोरै माथि तीन भन्ने बित्तिकै त्यो हात पनि छाडिदेऊ दुईटी हात तल थाप बोल गाई बुन्छ ल तिम्रो हातमा आउँछ गुलाबको फुल है गुलाबको फुल आउँछ त्यहाँ राखिदिनु ओ भाइ समाता भन्छु फर्कै फर्कैको हेर्छ है छ त फुल त्यहाँ छैन नि अब तिमीले पूर्ण विश्वास भयो नि ल ठिकै छ तीन भन्दाखेरि यो हात पनि छोड्ने दुईटा हात तल थाप्ने है बोल गाई बुन्छ गुलाबको फुल हातमा आउँछ त्यहाँ राख सर्प ठाडो जिउँदो पर्छ है ल ठिकै छ ल दाजुभाइ तीन भनेपछि सबैजनाले ताली दुई हातको जोडले बजाउनु होला है तीन भनेपछि है एक भन्दा के गरेँ भने मैले हात थाप्ने भन्छु पड्काउँछ यार हो दुई भन्दा हात माथि गर्ने है ल एक ताली बजाउनु सबैजनाले हात चेन्ज गरेको ल एक दुई एक बो दुई बो म तीन भन्छु मेरो खेलमा सम्पूर्ण दाजुभाइहरू तीन भनेपछि ताली सबैले बजाउनु होला है तीन भनेपछि है तिमीले चाहिँ त्यहाँ राखिदिने है गुलाबको फुल या बोल जे आउँछ त्यही राख है मैले के समातेँ भाइ रुमालको टुप्पा है ल एक दुई ल ताली सबैले जोडले बजाउनुहोस् त तीन ताली त बजाउनुहोस् न अलि जोडले ताली बजाउनुहोस् गुलाबको फुल राख भाइ त्यहाँ सर्व जिउँदो बन्छ ओ भाइ ओ हेलो भाइको छाम्ने बानी सक्यो कहाँ छाम्या त नि बोलै आएन भाइ मजाक नगर न भाइ गुलाबको फुल राख त्यहाँ